यो त चाहिँ यो सबै तल थन्केको थियो है, फेरि निकालेर यहाँनिर स्टार्ट हुन थाल्यो। भिडियो बनाएर अपलोड गर्नु नि अल्छी लागेर मलाई चाहिँ युट्युब पनि माया मारेको थिएँ है। साथीहरूले फेरि पनि नयाँ भिडियो अपलोड गर्नु भन्दै मेसेज गर्न थाल्नुभयो। त्यही भएर फेरि यसो हाल्ने कोसिस गर्दैछु र साथीहरू यहाँ चल्दैछ तपाईहरूको है, कसको सबै चल्दैछ अनि उता पनि चल्दैछ, टिभी पनि चलिरहेकै छ। चाहिँ अशोक भाइको चल्दैछ अनि सबैतिर चलिरहेको छ है। बाहिर गएर घाँस काट्नु पर्ने, अब घाँस काट्नु छ, थुप्रो छ आज काम, यिनीहरू चल्दै गर्छ। घाँस काट्नु जानेछु अब म चाहिँ। अब घाँस काट्नु पर्ने भएको छ, यस्तो भइरहेछ। घाँस पलाएर मेन घाँस भन्दा दुबो भन्दा अर्कै झाराले चाहिँ जितिरहेछ। अब काट्नु पर्यो भनेर रेडी भइरहेछु, मेसिन निकालिरहेछु। सँग चाहिँ अनि यो पातहरू पनि छ है, प्लास्टिकमा अस्ति यहीँनिर झरेको टिपेर राखेको। अब यसलाई पनि घाँससँगै काट्नुपर्छ, दामी हुन्छ कम्पोस्ट चाहिँ। फाइनली घाँस काटिसकियो। अनि मेरो फलफुल बगान हो यो। योपालि चाहिँ चेरीले पनि खुवायो है, चेरी फल्दैछ, पाक्दैछ यी चेरी। तर यसरी चराले खाँदै रहेछ कि, चराले जम्मै खायो भने नि आधी खाँदै छोड्दै गर्छ। अनि अलिकति धेरै त फलेको छैन, कम्ती त्यति बाक्लो त होइन, कम्ती पातलो पोहोर अलिअलि एक दुईवटा फलेको थियो, योपालि यतिको फलो। अर्को पालि अलिक फल्छ होला। चेरी पाक्दैछ अहिले त, अमिलो हल्का अमिलो छ अहिले त। अलिक पाकेपछि मात्रै गुलियो होला। अनि एप्पलले पनि खुवाउला जस्तो छ योपालि। एप्पल पनि फल्दैछ। यो चाहिँ फुजी एप्पल हो। यो फुजी नि हो, रेड फुजी हो यो। राम्रो हुन्छ यो, एकदम दामी हुन्छ रेड फुजी। अनि यो चाहिँ हनी क्रेप्स हो यो चाहिँ। तर यसले चाहिँ फलेन योपालि, एक दुईवटा चिचिला लाग्दै झरेछ। आरु फल्दैछ। अनि यता यो चाहिँ आरु हो मेरो। यो आरु चाहिँ त्यो छेउमा थियो है, यहाँ छेउमा थियो, त्यहाँदेखि यहाँ सारेको प्रारको साल एकदम अलिअलि मात्रै फल हो। योपालि चाहिँ अलिक धेरै नै फल्ला जस्तो छ। पहिला त डह्रो फलेको नि यहाँ छेउमा हुँदाखेरि त,
त्यो छ मेरो यो चाहिँ मल बनाउने ठाउँ छैन अहिले। अब सागसब्जीहरू चाहिँ सागहरू यतिको हुँदैछ, त्यही पनि चराले हग्देर सागमा। बोडीहरू के खात्रा खुतुक टमाटरहरू के चाहिँ हुँदैछ। यस्तै छ है। अब यो जम्प गर्ने यो उसलाई निकालिदिनु पर्ला भन्दैछु। अनि यस्तै चिल्लै छोडिदिनु पर्ला भन्दैछु। यस्तै छ है साथीहरू। अनि यहाँ चाहिँ मैले सजना रोपेको थिएँ है। यहाँ टुसा उम्रिँदैछ सजनाको। उम्रिनै रहेछ यो पनि। ट्याप्पै रोपेको छु, तर एउटा मात्र यहाँ टुसा देखिँदैछ है। सजना टिकटकबाट फ्री स्याम्पल पठाइदिएको थियो। त्यो छ। यो चाहिँ गुन्द्रुक। अस्ति एक छपको साग टिपेर गुन्द्रुक बनाएको है। यो सुकाएको मात्रै सुकेछ नि हो, अमिलो गुन्द्रुक चाहिँ बुढीले खै के पकाउनु के आएको थियो? अक्टोपस पकाउँदै रहेछ नि यहाँ। यहाँ चाहिँ पुदिना अचार खानु पुदिना। यो चाहिँ आलुको साग अरे फेरि हो। यस्तो पनि खान्छ मैले त खाएको याद छैन। तल काकीले पठाइदिनु भएको छ आलुको साग। कस्तो हुन्छ अहिले सागको सिजन छ नि त। नखाइकन नि अमान हुन्छ हौ सागको सिजनमा। खानु त खायो अस्ति अलिअलि, अहिले त अमान। अब यो आलुको साग अरे फेरि। आलुको साग कस्तो हुन्छ। अब चाहिँ यसको पानी फेरिदिनु पर्ने भएको छ मेरो माछाको। सँगै छ, मैला भएको छैन रै पनि। यो 2 महिना जति भइसक्यो पानी गनाउँदै रहेछ। यसलाई फेरिदिइहाल्नु पर्यो। यस्तो छ यसको। यो निकाले मच्छडी पक्रिनु पर्ला। ल त अहिले भने चाहिँ क्लिन गरिसकियो। तर जस्तोको त्यस्तै देखिन्छ। देखिनु चाहिँ मच्छडी। यो माछा चाहिँ यत्रै हो है। यो ठुलो यत्रो मात्रै हुन्छ, त्यहाँदेखि हुँदैन। त्यहाँदेखि ब्याउनु थालिहाल्छ। जम्मै ब्याएको